Bicara mine. Bicara mine. ओ भाई केही काम थियो कि? हजुर सर नमस्ते। विदेश जान भनेको मेन पावर अफिस यही होला हजुर? हजुर हजुर भाइ यही हो। ल आऊ बस सल्लाह गरौँ कहाँ जाने हो के गर्ने हो। ए भाइ होइन होइन यहाँ माथि बस यसो सल्लाह गर्नु पर्यो। ए भाइ अलि मिलेर बस्छ न। अनि के नाम थियो होला तिम्रो? हजुर मिने हो हजुर। ए भाइको नाम मिने पो रहेछ। अनि बरु कुन देश जाने? जुन ठाउँ पनि पठाउँछौँ नि त हामीले। ए हो र हजुर। अब आफू त यस्तो गाउँले बाह्रको परियो, सिधा सादा मान्छे परियो, केही बुझ्या छैन हजुर, केही थाहा पनि छैन विदेशको बारेमा। अनि कुन कुन ठाउँमा भिजा पाइन्छ होला त नि हजुर? ए भाइ भिजा त पाउने होइन क्या, लाउने हो। त्यसपछि त हामी फ्याक्ट्री निकालिदिन्छौँ अनि त्यसपछि त सुइँ उडेर जाने हो नि त भाइ। अब होइन हजुर, म त अब विदेश पठाउँछ कि भनेर बुझ्न आएको, कुन ठाउँ हो के हो कसरी जानुपर्छ भनेर बुझ्न आएको हजुर। ए भाइ तिमीले बुझ्नु पर्दैन के, जे गर्छौँ हामीले गर्छौँ सबै। ए भाइ पासपोर्ट र पैसाको जोगाड गर के, पैसाको जोगाड गर भाइ, बुझ्यौ? पैसा त अब जसो तसो जोगाड गर्नु पर्ला नि हजुर। बरु कुन ठाउँ जान्छौ? दुबई जान्छौ? दुबई जाने भए फ्याक्टै हुन्छ। अब पाए त जान हुन्थ्यो नि हजुर, बरु जसो तसो मिलाइदिनु न, आफूलाई त केही थाहा छैन। ल ढुक्क भयो भाइ, पासपोर्ट छ भने ल्याऊ के रे? पासपोर्ट त अहिले मैले ल्याइनँ नि हजुर। अब पासपोर्ट ल्याउनु पर्छ भन्ने थाहै थिएन मलाई। ल हेर विदेश जाने भन्ने अनि पासपोर्ट नलिकन आउने। जाऊ खुरुको पासपोर्ट लिएर आऊ। हुन्छ सर हुन्छ, म जसरी पनि अब पासपोर्ट लिएर आउँछु म। ल हुन्छ सर ल। कस्तो कस्तो मान्छे आउँछ यार। गोजीमा 2 पैसा छ कि छैन, विदेश जान्छु भन्दै आउँछ। के गर्नु, गरिदिनै पर्यो। होइन एकचोटि त बोसलाई फोन हान्नै पर्यो। सर नमस्ते। एकजना विदेश जान्छु भन्दै आएको थियो, मान्छे पनि झुतेर झात्रे परेको। अब पैसा दिन सक्ने हो सक्ने थाहा भएन। दुबई जान्छु भनेर भन्दै थियो, कसो गर्ने होला सर? ए भाइ अप्लाई गर्दैन, अप्लाई गरिदे, टेन्सन नलि, पासपोर्ट लिएर अप्लाई गरिदिइहाल उसको। तर सर तर के खै पैसा देला जस्तो लागेन सर मलाई। ए यार त धेरै यहाँ दिमाग नचला, तैँले बस धेरै दिमाग नचला। धेरै जस्तो मान्छेहरू चिल्लो कारमा हिँड्ने मान्छेहरू भन्दा यस्तै मान्छेहरूले पैसा दिन्छ बुझिस्। त्यही भएर चुप्प लाएर त्यसको पासपोर्ट लिएर अप्लाई जसरी पनि गरिदियो, बुझ्यौ? त्यस्तैहरूसँग पैसा हुन्छ धेरै। हस् सर हस्, मैले उसलाई पासपोर्ट ल्याएर लगाउँछु। ल ल त्यसो भए तिमीले चाहिँ जसरी पनि मलाई एकचोटि त्यो अब नेक्स्ट टाइम आयो भने चाहिँ मलाई भेटाइदेऊ है। हुन्छ सर हस् हस्। भर्खर दिएको है मैले, कतिजनालाई दिने होला, दिँदा दिँदा दिक्क भइसक्यो म
त छ्या साउनी ओ साउनी साउनी हैन कति बोलाएको काम गरेर खाना सकिन र खाली माग्न मात्रै आउने ए साउनी म माग्न आएको होइन के अब यस्तो घाम भयो लास्टै तिर्खा लाएर पानी किन्न आएको के म माग्न आएको होइन कि साउनी ए बिचारा पानी खान आउनु भएको गाह्रो पिरो नभन्ने अघि नैदेखि माग्नेले हैरान बनाएको बनाइथ्यो ल पर्खिनै म पानी दिन्छु लाउनुहोस् पानी अब यसलाई कति पर्ला साउनी 25 रुपियाँ दिनु न दाइ भन्ने कि भाइ भन्ने बिचारा घामले कति दुःख पाउनु भयो ल ल्याउनुहोस् ओ हिरा यहाँ आउनु न भाइ हेर्नु न बिचारा पानी लिन आउनुभएको म त माग्ने भनेर के भने कति खल्लो लाग्छ मलाई त होस्पिटल बोल्नु पर्छ नि त सबै माग्ने हुन्छ र के कस्तो भयो मलाई त कति नराम्रो लाग्छ भाइ ओहो सचिन भाइ होइन भोलिको होली आजै रङ्गेर हिँड्नु भएको छ त तपाईँ त के गर्नु दाइ धेरै पछि नेपाल आएको साथीभाइले छोड्दै छोडेनन् भोलिको होली आजैबाट रमाइलो गर्नुपर्छ भनेर यी कपडा सपडा लाएर रङसङ पोतेर यस्तै छ के गर्नु अनि कता हिँड्नु ए हो र अनि मेन टावर जाने भनेको जानुभयो कि भन त कहाँ हिँड्नु यस्तो घाममा अब के हुने र भाइ गएको थिएँ बुझ्नलाई पासपोर्ट लिएर आऊ दुबईको भिसा निकालिदिन्छु भनेको छ के अरे अब हेरौँ के हुँदो रहेछ अब ठिक छ पासपोर्ट त दिनु तर पैसा चाहिँ फेरि झ्याट्ट नदिनु होला नि फेरि आजकल फेरि पैसा अलिक खान्छन् दलेहरू धेरै छन् बजारमा च्याउ जसरी उम्रिया छन् जो पाए त्यसलाई चाहिँ विश्वास नगर्नु होला है अलि बुझ्नु राम्रोसँग अनि एउटा कुनै राम्रो मान्छेलाई विश्वासिलो मान्छेलाई मात्र भिजा आएपछि मात्र पैसा दिन्छु भनेर भन्नु होला अनि भिजा लाएपछि मात्र दिनु होला नि फेरि होइन मलाई त फेरि एउटाले त पासपोर्ट र पैसा लिएर आइज भन्यो छ के अरे अलिअलि पैसा पनि लिएर आइज भन्छ खोइ के गर्ने हो कुनै कसलाई विश्वास गरी नगर्ने होइन अहिले झट्ट पैसा नदिनु होला नि फेरि दाइ पासपोर्ट चाहिँ दिनु कागजपत्र के माग्छ दिनु होइन भिजा लगाउन दिनु उसलाई तर पैसा चाहिँ झट्ट नदिनु होला अनि कस्तो काम हो के हो होइन साउदी कतारको मरुभूमिमा लगाएर भेडा चराउन पो लाउने हो कि होइन परिवारसँग बोल्नै नपाउने पो हो कि उतै दलिने पो हो कि होइन अलि बुझेर राम्रो काममा आफूलाई शरीरलाई पनि अलिकति सहज हुने खालको काममा मात्र जानु होला है पहिला पासपोर्ट दिनुहोस् पैसा चाहिँ भिजा आसी मात्र दिन्छु भन्नु होला नि यो चाहिँ मेरो उपदेश है अनुभवबाट भनेको दाइ ल अलि ख्याल गर्नु होला हुन्छ त नि हस् भाइ अब भाइले भनेको नि कुरो त ठिकै हो आफूलाई त अब कथेर जाम जस्तो भएर मात्रै हो नत्र त भाइले भनेको त सब ठिकै हो म पनि अब त्यसै गर्छु पासपोर्ट त लएर दिनु पर्यो पैसा भने अब भिजा आसी दिन्छु सर भन्नु पर्ला नि होइन ल ठिक छ दाइ ए अनि साँच्चै पैसाको मेलो मेसो के भयो बाबाजीसँग जानुभयो कि नै यसो कुरा गर्नु के भयो कुरो त्यसको जानियो भाइ अब जानु पर्ला नि अब मेन पावरसँग बुझेर आयो के अरे हुन त उसले नि पैसा मागेको छ अब पैसा त नदिनु भए पनि यसो गएर बुझ्नु पर्ला अब म जान्छु बाबुजी तिमी गएर माग्नु पर्ला नि ल दाइ ठिक छ त्यसो भए म पनि लागेँ अहिले तपाईँलाई नि हतार होला होइन ल अब घर पनि जानु छ नुहाउनु पनि छ हेर्नुहोस् अब आज पुरै रङ्गाइदिइसकेँ अब केही पऱ्यो भने मलाई भन्नु न म पनि अलिअलि मद्दत गरौँला केही सकेसम्म है त दाइ हुन्छ हुन्छ ल दाइ ल हस् ए म ल्याउनु हो दिदी हजुर धेरै छैन के अरे माग्न आएको एकदम थोरै रहेछ मै त बुहारी आएनन् दिदी आज आइखेनन् माइत इन्दारसँग अघि आइखेनन् यत्रो दिन भयो माइत गएको अझ आइखेनन् आइ छैन के माइतबाट उहिले यो गएको मिने दुले त आउँदै आउँदिन के माइतबाट त महारानी भएर माइत बसिछिन् के उता के कुरा गर्ने हो र त्यसको त नकराउ ए आउनु त आउला पनि कति साह्रै भएको रहेछ आउनु त आउली के नि नानी कति बहलिरो यत्रो काम छ घर हजुरको बुहारी नि कति मातेको यस्तो सोझो बुढो छोडेर यस्तै सासु छोडेर माइत गएर बस्ने मातेर हो क्या मात लाएर यो मिनेलाई विदेश पठाउने भनेको बिहानदेखि लापत्तै छ घर आउँदैन विदेश पठाउने भनेको के गर्ने होला
विदेश पठाउनै पर्छ मिनेलाई दिदी नपठाएर के खाने हो अब विदेश पठाउनै पर्यो अब बुहारी माइत गएर बसेर क्यार्ने हो पठाउने अब पैसा कमाएर ल्याएपछि अब मेख मार्ने बुहारीको बरु हेराइ चाराइ अर्नु दिदी माताजी कहाँ गएर छिट्टै भिस्सा लाग्छ अरे हुन त हो मैले नि त्यही सोधेको माताजी कहाँ छ यसो बताइदेऊ न पल्लो गाउँ शीतल बस्तीमा छन् माताजी वहाँ गएर हेराइ चराइ गर्नु उसले भनेको ट्याक्क पाउँछ पठाइदिनु क्या दिदी पठाइदिनु हेराउन नि गइहाल्नु हेराएर आउनु गर्नु त्यहाँबाट मिनालाई पठाइदिइहाल्नु छिटो गरेर हो के अरे कता गछ आसी पठाइदिनै पर्ला ल म दिदी लागे है ल लागे फेरि आगोमा घिउ थप्ने मान्छे आएर हिँडेछन् अब के भनेर भड्काएर गयो यो घर फेरि ए मिने कहाँ गएको यसो लन्ठिँदै कहाँ जानु छ र यसो कोही छ कि विदेश पठाउने भन्दा मेन पावरतिर बुझ्न गएको थिएँ म अनि के भन्नु त मेन पावरले फेरि के भन्ने हो र पैसा र पासपोर्ट चाहियो अरे पासपोर्ट त तैँसँग छ के अरे नि त अस्ति भर्खर बनाएको पासपोर्ट हो शीतल बस्ती माता छन् अरे हेराउन जाएर राम्रो ट्याक भन्छन् अरे तिनले ए आमा पनि फेरि नचाहिँदो कुरा गर्ने अब हेराएर आउने भए त मान्छे दुनियाँका छोराहरू कोही अस्ट्रेलिया कोही अमेरिका पुग्थ्यो नि त अब हेराइ चराएर हुन्छ पैसा चाहियो पैसा माताले पुऱ्याएकै छन् अरे के साना जसरी पनि जा हेराउन सबैले पुग्यो छ भन्छ नै तपाईँ पुऱ्याउनुहुन्छ जा ल त नि जान्छु अब फेरि त्यति भनेको नसुने रात दिन अब दिनदिनै त्यही कुरामा क्याङ मात्रै गर्ने होला के अरे ल म भरे जान्छु ए रोकाबा हजुर के गर्दै हो अडेको खालि कामै मात्रै गर्नुहुन्छ तपाईँ त भैँसी बाख्रा पालेको भैँसी त छोडेको छैन त मसिन पाल्नु पर्छ त भैँसी भैँसी बिहा रहेछ पाडी होइन त पाडा कि पाडी हो ए केटा त्यो भैँसी खोला कलेक्सन खोइ के गरिस् ए दाइ हजुर खातामा गइसक्यो त म्यासेज चेक गर्नु न म्यासेज ए ल आएछ हेर केटा हो अब केही दिनपछि खोलाको ठुलो टेन्डर मेरो हात पर्दैछ तिमीहरू कन्फर्म भएर बस रेडी भएर बस हेर केटा हो त्यहाँ जे पनि हुनसक्छ तर लफडा चाहिँ नगर तिमीहरूले पढिआएको खण्ड म छु के ए दाइ तपाईँ टेन्सन नलिनु न कसको डडेलो भाग्नु पर्ने भन्नुहोस् न तपाईँ टेन्सन नलिनु ओ कसो बुढा सबैभन्दा पहिला आफू भाग्ने होला केटा हो के खाने खाऊ पछि म दिन्छु कटेजको बिल अहिले चाहिँ म लागेँ है हतार छ मलाई खाँदै बस है केटा है ल ल ल ल केटा हो अब चाहिँ के खाने हो मगाऊ केटा ल अब टन्टा खानुपर्छ ओके ल ल मगाऊ ओ मिने यहाँ छिटो आइज के हो फेरि ल हेराउनु जा राम्रोसँग हेराएर भरे आइज ए ल त नि एकचोटि भनेपछि नि गर्थेँ नलागेको ल गएँ म मैले देखेको कुराहरू जानेको कुराहरू हजुरलाई भनिसकेँ अब हजुरलाई केही जान्ने इच्छा छ भने सोध्न सक्नुहुन्छ ल माताजी तपाईँले भनेको कुराहरू सबै राम्रो लाग्यो पुग्यो हामीलाई ल अब हामी लाग्छौँ है त माताजी मैले भनिदिएँ ल दाइ आउनु यता बस्नु हजुरको के थियो होला के बुझ्न चाहनुहुन्छ हजुरलाई के चाहिँ समस्याहरू भन्नु होला नानीहरूलाई उता लगेर जानुहोस् माताजी मलाई त साह्रै गाह्रो परेको छ अब घर पनि त्यस्तै समस्या छ विदेश जाने भनेको खोइ के कस्तो होला कि नहोला यसो हेराइदिनु पर्यो माताजी
ल है त हजुरको गरादशा सब हेरिदिन्छु मैले। दाइ हजुरलाई विदेश जान लेखेकै छैन। हजुर विदेश गयो भने फर्केर आउनुहुन्छ है। हजुरलाई साह्रै दुःख पर्छ। हजुरलाई अझै 4-5 वर्ष हजुरलाई विदेशको लेखेकै छैन। होइन माताजी, मलाई त जसो गरेर नि विदेश जानु छ। बरु के कसो गर्न सकिन्छ माताजी, यसो अझै राम्ररी केलाइदिनु न। लास्टै गाह्रो भएछ नि माताजी, मलाई त जसरी नि विदेश जानु छ मलाई। दाइ हजुरलाई जता गए पनि फर्केरै आउनुपर्छ। हजुरलाई 4-5 वर्ष विदेश जान लेखेकै छैन। हजुरलाई जहाँ गए पनि फर्केरै आउनुपर्छ। हजुरलाई विदेश जान लेखेकै छैन। हजुरलाई गएछ भने पनि 2-3 महिनामै फर्केरै आउनुपर्छ। हजुरलाई राम्रो छैन विदेशको यात्रा हजुरलाई। होइन माताजी, यो त बर्बादै भयो नि। होइन मलाई त पैसा त कमाउनु पर्यो नि माताजी। विदेश नगए कसरी होला त नि। अनि मेरो श्रीमती कहिलेसम्म फर्केर आउँछ त नि माताजी, त्यो पनि यसो केलाइदिनु पर्यो। हजुरको श्रीमती चाहिँ माइत गएको रहेछ। अलिक 4-5 महिना चाहिँ फर्किँदैन, झट्ट फर्केर जस्तो चाहिँ देखेको छैन है। होइन माताजी, केही त उपाय गरिदिनु न। होइन के भएको त नि यस्तो, न श्रीमती माइत गएर घर फर्किने, न पैसा कमाउन सकिने, न विदेश जान सकिने। होइन माताजी, यस्तो केही त उपाय होला नि, केही उपाय त गरिदिनु पर्यो माताजी। म त धेरै ठुलो आश लिएर आएको छु तपाईँथिम। हजुरको बुढी फर्काउनको लागि चाहिँ हजुरले केही न केही उपलब्धि गर्नुपर्छ है। आफैले नै केही न केही बिजनेस गर्नुपर्छ, केही न केही काम गर्नुपर्छ, केही न केही देखाउनुपर्छ, पैसा कमाउनुपर्छ, अनि बल्ल फर्किनु। अब विदेशै जाने हो भने हजुरको पैसा चाहिँ डुब्छ है, मैले ग्यारेन्टी दिएर भने। ल त नि माताजी, अब के गर्ने त नि। अब विदेश गए पनि पैसा डुब्छ भन्नुभयो। श्रीमती फर्काउनलाई नि केही न केही गर्नुपर्ने अरे। ल हुन्छ, अब म केही न केही गर्ने प्रयास त गर्नै पर्यो नि अब। ल हुन्छ त नि माताजी, अब फेरि आउँछु म। यो माताजीले नि के भन्छ हुन त हेराउने चराउनेले के नै होला र। म त जे पर्ला एकचोटि बाबाजीथिम जान्छु, पैसाको जुगाड भइहाल्छ कि। जानियो म त छोड्दे हेराउनु चेरा।